अहिले म रातोपुरमा छु र यहाँदेखि सेफ किचन बर्डर हाउस जाँदैछु साथीहरू। टाइम भन्नुपर्दा अहिले रातिको 2 बजिसकेको छ र मैले सुनेको थिएँ सेफ किचन बर्डर हाउस 3 बजेसम्म खुल्छ भनेर र मलाई पनि भोक लागिरहेको थियो, त्यही भएर केही खाजा खान जाउँ भनेको। र यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, रात परिसकेको छ, राति 2 बजिसकेको छ साथीहरू। तपाईहरु पनि साथीहरू राति भोक लाग्यो र रेस्टुरेन्ट कुन खुला छ भन्दै हुनुहुन्छ भने सेफ किचन बर्डर हाउस जान सक्नुहुन्छ। सेफ किचन बर्डर हाउस बिहान 9 बजेदेखि रातिको 2 बजेसम्म 3 बजेसम्म खुल्छ साथीहरू। बिहान 9 बजेदेखि रातिको 3 बजेसम्म खुल्छ र मलाई त्यहाँको मोमो चाहिँ एकदम मिठो लाग्छ साथीहरू, त्यही भएर म मोमो खान हिँडेको। र त्यहाँको मोमो पनि अरु ठाउँ जस्तो हुँदैन साथीहरू। अरु ठाउँमा बफ मोमो गोलो आकारको हुन्छ भने चाहिँ त्यहाँको बफ मोमो ठ्याक्कै लाम्चो आकारको हुन्छ। अरु भन्दा ठ्याक्कै उल्टो छ साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ, मैले यहाँ आइपुगे, गौशाला चोक आइपुगे। यो गौशाला चोक हो। र अगाडि मित्र पार्क चोक रहेको छ, त्यसपछि चावल चोक आउँछ साथीहरू। र अहिले म जान लागेको रेस्टुरेन्ट पनि चावल चोकमै रहेको छ। र रेस्टुरेन्टको लोकेसन भन्नुपर्दा केएल टावरको ठ्याक्कै अपोजिटमा वाउ बर्गर स्मार्ट प्यालेस सँगै रहेको छ साथीहरू। अहिले भने म गौशाला चोक कटेर ठ्याक्कै मित्र पार्क आइपुगेको छु साथीहरू। यो मित्र पार्क भन्ने ठाउँको नाम हो। यहाँदेखि तल गयो भने चाहिँ गुहेश्वरी मन्दिर निस्किन्छ। गुहेश्वरी हुँदै गोठाटार निस्किन्छ। मित्र पार्क पनि कटिसके साथीहरू। अब अगाडि चावल चोक रहेको छ।
यो चाबेलको आकाशे पुल हो, फलामको आकाशे पुल। अब यहाँदेखि म दाहिने मोड्छु। सिधै गयो भने चाहिँ चक्रपथ निस्किन्छ। म यहाँ रेस्टुरेन्ट जाँदैछु, त्यही भएर दाहिने मोड्छु। यहाँबाट सिधै गयो भने चाहिँ बौद्ध निस्किन्छ। बौद्ध हुँदै नारायणटार, जोरपाटी, सुन्दरी जल निस्किन्छ। ल यही हो साथीहरू है, म ठ्याक्कै रेस्टुरेन्टको लोकेसनमा आइसकेको छु। स्मार्ट प्यालेस वा बर्गरसँग यहाँ रहेको छ, यहाँ गल्ली हो। यही हो हाम्रो सेफ किचन बर्गर हाउस। यहाँ हेर्न सक्नुहुन्छ सेफ किचन बर्गर हाउस लेखेर आएको छ। यही हो है त, सेफ किचन बर्गर हाउस रेस्टुरेन्ट चिन्ने बाटो। यही हो, यहाँबाट माथि जान सक्नुहुन्छ। यो चाहिँ किचन भयो है त साथीहरू, यस्तो छ है त किचन। यो चाहिँ किचन भयो है त साथीहरू, यस्तो छ है त किचन। म चाहिँ रेस्टुरेन्ट आइसकेको छु साथीहरू। अब खाना वेट गरिरहेको छु। मैले खाना मोमो अर्डर गरेको छु, बफ मोमो। हेरौँ कति मिनटमा पाक्दो रहेछ। तबसम्म म यता रेस्ट गर्दै बसिरहेको छु। यही हो बसेर खाने ठाउँ, हेर्न सक्नुहुन्छ। बसेर खाने ठाउँ यस्तो रहेछ। ल यही हो है त साथीहरू, बसेर खाने ठाउँ। यस्तो छ है त हल। बसेर खाने ठाउँ साथीहरू। डेकोरेसन यस्तो छ है त। र यो खुल्ने भनेको चाहिँ बिहान 9 बजेदेखि रातिको 3 बजेसम्म खुल्छ है त साथीहरू। यही हो, हाम्रो मोमो आइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ मोमो क्या दामी देखिरहेको छ। यहाँको मोमो फेरि अरूभन्दा फरक रहेछ है साथीहरू। अरू ठाउँमा बफ मोमो डल्लो हुन्छ भने यहाँ चाहिँ लाम्चो हुन्छ है। यहाँ चाहिँ ठ्याक्क अपोजिट। अरू ठाउँभन्दा मलाई यहाँको बफ मोमो चाहिँ लास्टै मिठो लाग्छ है साथीहरू। अब म सुरु गर्छु है त साथीहरू। लास्टै मिठो रहेछ।
Delicious, tasty. Wow. मलाई चाहिँ अति मिठो लाग्छ है साथीहरू यहाँको बक्नु। मोमो पनि क्या ठुल्ठुलो के साथीहरू। अरू ठाउँमा बफमा डल्लो आकारको हुन्छ भने यहाँ चाहिँ लाम्चो आकारको एक्ट अपोजिट क्या साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ मोमो। अचार पनि लास्टै मिठो क्या। Yummy, tasty. मोमो पनि लास्टै ठुल्ठुलो हैन। 5 वटा खाए कि मलाई पेटै भर्यो के साथीहरु। Tasty, मिठो। अनि साथीहरु 5 वटा अझै बाँकी रहेछ। 1 2 3 4 5 म त हाफ प्लेट नै लगाएँ साथीहरु। मिठो।
साथीहरू तपाईहरु पनि यदि ट्राभल एरिया बस्नुहुन्छ र राति भोक लाग्यो कुन रेस्टुरेन्ट जाऊ यतिखेर कुन रेस्टुरेन्ट खुला होला कता होला भनेर सोच्दै हुनुहुन्छ भने तपाईहरु पनि सेफ किचन बर्गर हाउस आउन सक्नुहुन्छ र यो खुल्ने भनेको चाहिँ बिहान 9 बजेदेखि रातिको 3 बजेसम्म खुल्छ साथीहरू सो तपाईहरु पनि आएर खाना टेस्ट गर्न सक्नुहुन्छ राति भोक लाग्यो भने चाहिँ यही आउँदा हुन्छ साथीहरू यदि यही एरिया बस्नुहुन्छ र होटल तथा रेस्टुरेन्टको खोजीमा हुनुहुन्छ भने यही आउन सक्नुहुन्छ अहिले 2:30 बजिसकेको छ र आधी घण्टा पछि रेस्टुरेन्ट पनि क्लोज हुन्छ साथीहरू राति 3 बजेसम्म खुल्छ तपाईहरु आउँदा हुन्छ यही नजिकै बस्नुहुन्छ भने म खाइसके साथीहरू अब घर जाने बेला भयो ठ्याक्कै टाइम पनि 3 बजिसक्यो अब रेस्टुरेन्ट पनि क्लोज हुने बेला भइसक्यो तपाईहरु नै आएर खाना टेस्ट गर्न सक्नुहुन्छ साथीहरू यदि राति भोक लाग्यो भने चाहिँ आउन सक्नुहुन्छ ट्राभल एरिया बस्नुहुन्छ भने यो रेस्टुरेन्ट नजिकै पर्छ है त साथीहरू बाइ किप वाचिङ सी यू इन द नेक्स्ट भिडियो स्टे ट्युन